आज चाहिँ म अर्ली मर्निङमै छु। बिहान बिहान आज हामी दुबईमा साइक्लिङ जाने प्लान भइरहेछ। हिजो अस्तिमा तपाईँहरू सधैँ घुमेको कहाँ कहाँ घुमेको म बताउँथ्यो भने आज चाहिँ म तपाईँहरूलाई लिएर जाँदैछु साइक्लिङ है त। हामी अहिलेको लगभग 5:15 भयो। मलाई चाहिँ एकजना दाइ दिन आउँदै हुन्छ होइन। अब हामी चाहिँ त्यहाँबाट गाडीमा साइकल लोड गरेर अनि आज हुद्रियात भन्ने ठाउँमा चाहिँ साइकल गर्न जाँदैछु। लेट्स सी, स्टे ट्युन है त गाइस। गाडी पर्खिराखेको छु होइन। अब हामीलाई दिन चाहिँ एकजना नेपाली दाइ नै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। उहाँ पनि राइड गर्नुहुन्छ। इज भेरी इनर्जेटिक एन्ड यङ म्यान होइन। अब ठिक छ, म अब यहाँबाट दाइलाई एकचोटि दाइलाई फोन गर्छु। हामी यहाँबाट गाडी चढेर चाहिँ हुद्रियात जान्छौँ होइन। दाइ नमस्कार, आउँदै हुनुहुन्छ? ल म यो ठ्याक्कै माथिल्लो पुलभन्दा थोरै अगाडिपट्टि मात्र छु है त। भित्रैपट्टि बस्छौँ? हो ल त ल। ए ल, सो हामी जहाँ भेट्ने भनेको थियौँ त्यहाँनिर चाहिँ अलिकति गाडी हाइवेमा भएको भएर गाडी पार्किङ गरेर गाडीमा साइकल लोड गर्न नमिल्नु भएर हाम्रो लोकेसन चेन्ज भयो। अहिलेको लोकेसन चाहिँ म ठ्याक्कै यो इतिहाद रेलवे बन्दै गरेको ठाउँनिर छु। सो पछाडि चाहिँ मेरो पछाडि चाहिँ यस्तो छ। इट्स भेरी होइन, एकदमै राम्रो वेदर भइरहेछ अहिले चाहिँ। सायद भोलि दिउँसो पनि राम्रै हुन्छ। सो स्टे ट्युन गाइज। मेरो पुतली चाहिँ यहाँ चाहिँ एक रेडी छ मेरो। हामी चाहिँ लगभग रेडी भइसक्यौँ। दाइले साइकल हाल्नको लागि रेडी गर्दै हुनुहुन्छ। अब हामी चाहिँ साइकल लोड गरेर जाने है त गाइज। ठिक छ, मेरो साइकल चाहिँ यहाँनिर छ। हामी यहाँ लोड गर्दैछौँ है त। फाइनल्ली हामी चाहिँ गाडीमा साइकल लोड गरेर जाँदैछौँ। के छ त आज नयाँ नौलो खबर? ठिक छ, धेरै पछि भेट भयो। दाइ अस्ति भ्याकेसन पनि नेपाल गएर आउनुभयो। कस्तो थियो दाइ नेपाल? नेपाल ठिक छ है, स्वर्गको टुक्रा होइन दाइ नेपाल। आउँदाखेरि यो बार लागेको छ। हजुर, यता यतै छेउछेउबाट जताबाट साइकल बाटो यहीँ छ। ए सबै साइकल ट्र्याक होइन? साइकल ट्र्याक आउने ल ठिक छ। हामी चाहिँ अब हुद्रियात आइपुग्यौँ। अब चाहिँ हाम्रो एकछिनमा साइकल अनलोड गरेर दाइ चाहिँ स्विमिङ गर्ने, म चाहिँ साइक्लिङ गर्ने। दाइले आज चाहिँ साइकल ल्याउनु भएन छ। ठिक छ, अब ट्रायल हर्नको लागि चाहिँ म एकदम भोको छु होइन। अब लेट्स सी, धेरै पछि अब यो ट्र्याकमा लङ राइड हान्दिँदैछ, कस्तो हुन्छ। हामी चाहिँ साइकल अनलोड गर्दै अब यहाँबाट चाहिँ हुद्रियात अब चाहिँ बिस्तारै हामी साइकल अनलोड गरेर चाहिँ जाने है त अब राइडमा। सुरु गरेँ है त। ल ओके, ल हस् धन्यवाद दाइ। ल हामी चाहिँ अब म चाहिँ राइड सुरु भयो मेरो चाहिँ। समुद्र सिपहरू क्रुजहरू देख्न सक्नुहुन्छ होइन। अब चाहिँ अति बबाल हो। लास्ट यो मिलाइदिइराखेँ, गाह्रो भयो। स्टिल आइम ट्राइङ। म थाकेको चाहिँ छैन है, थाकेको चाहिँ छैन। राइट, amazing beauty. It's amazing beauty.
यस्तो राम्रो ठाउँमा यस्तो आनन्द तरिकाले साइकल चलाउनु पाइन्छ दिनको नि होइन त यस्तो आनन्द अयो ओह कति सुन्दर असाध्यै सुन्दर साह्रै राम्रो निकै राम्रो मनै हरेर बनाउने खालको कहाँ हरायो यहाँ कसैले यता भन्छन् कसैले उता भन्छन् जाने क्या म बिचरा साइकल पनि आयो फेरि आउनु ल म चाहिँ आजको राइड सकाएर अब यता समुद्र गएको हुन्छ स्विमिङ गर्ने सुतिरहेको छ आजको राइड चाहिँ अब सक्यो नेक्स्ट पार्ट भनेको चाहिँ स्विमिङ हुन्छ है त ल अहिले चाहिँ मसँग माइक छैन होइन हामी चाहिँ यहाँ यसरी स्विमिङ गर्ने काम भइरहेको छ यहाँनिर देख्न सक्नुहुन्छ अब हामी स्विमिङ जाँदैछौँ मजा भइरहेको छ साइक्लिङ ओके यो भयो अनि कम्मरमा हात हाल्छ हुँदै अनि यो 1 2 फेरि हात कसरी छिर्छ खुकुरी छिर हात यसरी जाने हो यसरी है हामीले यसरी सोर्यो भने हुँदैन थाहा छ इन्जरी आउँछ हात एकदम इजी तरिकाले यता स्विमिङ इन्स्ट्रक्सन भइरहेछ यस्तो अहिले खतरा गाडी गर्दै हुनुहुन्छ ल हामी चाहिँ अब स्विमिङ सक्यौँ स्विमिङको यात्रा पनि हाम्रो सक्यो अब चाहिँ फर्किने क्रम छ कस्तो भयो स्विमिङ बाबा स्विमिङ पनि सक्यो अब चाहिँ फर्किने मजा आयो आज चाहिँ ओके गाइज हामी चाहिँ अब अहिले हाम्रो स्विमिङको जर्नी साइक्लिङको जर्नी सकेर अब ड्युटीको जर्नी जाँदैछौँ दाइले चाहिँ मलाई बाटोमा ड्रप गर्नुहुन्छ त्यसपछि म ड्युटी जान्छु दाइ घर जानुहुन्छ ओके आजको हाम्रो ब्लग यति नै के चाहिँ दाइलाई भन्नुपर्ने कस्तो रह्यो दाइ आजको दिन ठिक छ भाइसित भेट गर्नु रमाइलो लाग्यो दाइसँग भेट हुनु चाहिँ मेरो सौभाग्य हो होइन भाइको रहर ठिक छ जुगाएर नि पौडी खेल्यो समुद्रमा साइक्लिङ गर्यो अब भोलिको दिन के हुन्छ थाहा छैन होइन दुवै बसी नबसिने एउटाबाट आयो नि अघि यो पुलको छेउ आयो नि किनारको लास्ट रुवा ठोक्यो म यो उकालो उक्लिएर अनि उतातिर लाग्यो हो उतातिर लागेपछि अलि अगाडि गएपछि अनि
धेरै टाढा पुगेपछि एउटा साइक्लिङ टोली यता छिरेको देखेँ यता त्यो भित्र छिर्छ भित्र छिर्यो अनि ल यतै हो भने यता छिरेको त किनार गयो भयो लास्ट ट्याग म यो उसबाट उक्लिएँ नि माथि पुलबाट समुद्रको किनारै जाने लास्टबाट ल ठिक छ रमाइलो भयो भोलि आउनु ल ओके साइकल लिएर आउँछ आजको हाम्रो यात्रा चाहिँ यति नै सी यू सुन गाइस